にちは。お元気ですか? सन्चै हुनुहुन्छ त सबैजना? हिजोको मैले राखेको भिडियोमा त कति धेरै मन पराइदिनु भएको है सबैजनाले। खुसी लाग्यो। यस्तै गरेर पढ्नु ल। धेरैजनाले धन्यवाद भनेर भन्नुभयो रहेछ। मलाई चाहिँ धन्यवाद भन्नु पर्दैन, त्यस्तो मैले चाहिँ आफूले चाहिँ हजुरहरुलाई नै हुन्छ भनेर सोचेर नै बनाएको भिडियो। हिजो चाहिँ हामीले डे 1 लेसन 1 पढेको थियौं। आज चाहिँ डे 2 लेसन 2 है त। अनि आज चाहिँ मलाई अलिकति व्हाइट बोर्डलाई अलिकति रंगीन बनाऊ न त भनेर चाहिँ हेलो एभ्रीवन लेखे यतापट्टि लेसन 2 डे 2 भन्ने भइहाल्यो। अनि लेट्स गो गम्बते गरौँ ल। गम्बते भनेको चाहिँ मेहनत है त। के रे नेपालीमा मात्र नभएर अब चाहिँ जापानिज बोल्न पनि सिक्नुपर्छ है त। गम्बते गरौँ है त। जा गम्बते बस्यो। जा यारिमास ने जा सकिनी। इचिबामे फर्स्ट नम्बरमा चाहिँ के छ त? कोरे सोरे आरे। कोरे सोरे आरे भनेको चाहिँ के हो त? कोनो सोनो आनो भनेर भनिन्छ नि त। दुईवटै शब्द किन लेख्ने भनेर चाहिँ मैले एउटैमा खतम गरे हैन। चाहिँ कोनो सोनो आनो, यो त्यो उ त्यो, बुझ्नु भयो नि? यो त्यो उ त्यो। कोरे यात्ते कुदासाई यो गर त, बुझ्नुहुन्छ नि हैन? कोरे भनेको भन्यो भने चाहिँ यो, सोरे भन्यो भने चाहिँ त्यो, अनि के रे आरे भन्यो भने चाहिँ उ त्यो है त। कोनो सोनो आनो पनि भनेर भनिन्छ है त। अर्को शब्दमा कोनो सोनो आनो भनेको चाहिँ रेस्पेक्टिभ फर्म भनेर हामीले पढिन्छ नि, त्यही नै हो भनेर त्यो हो है त। बुझ्नु भयो नि? कोनो के रे कोरे सोरे आरे, कोरे सोरे आरे है त। कोचिरा सोचिरा आचिरा भनेर चाहिँ नेक्स्ट पार्टमा पढाउँछु है त। त्यस्तैमा को कोरे सोरे अनि आरे हो है त। बुझ्नु भयो नि? अनि अर्को छ होन। होन भनेको के हो त? अहिले मैले पढाउँदै गर्दाखेरि हजुरको साइडमा होन छ कि छैन? होन भनेको चाहिँ किताब हो है त। बुझ्नुभयो? होन भनेको किताब, बुकलाई चाहिँ होन भनेर भनिन्छ। अनि सिनबुन पढ्न आउँछ? नेपालको त आउँछ, जापानको आउँछ? मलाई चाहिँ अलिअलि आउँछ ल। सिनबुन भनेको चाहिँ न्युज पेपर, न्युज पेपर। सिनबुन भनेको चाहिँ नेपालमा के भन्छ? पत्रिका। पत्रिकालाई चाहिँ सिनबुन भनेर भनिन्छ है त। अनि मेसी, यो चाहिँ हामी जस्तोले चाहिँ खासै युज मैले चाहिँ गर्छु। मेरो मेसी छ हैन। मेसी भनेको चाहिँ भिजिटिङ कार्ड। अहिले मैले यहाँ देखाउन बिर्सेछु के, भिजिटिङ कार्ड भनेर भनिन्छ के रे इङ्ग्लिसमा चाहिँ। मेसी भनेको चाहिँ आफू म र तपाईँ पहिलोचोटि भेट्दैछौँ, जा यो सिकाउने गाइसिमास ने भनेर चाहिँ हामीले आफूलाई वा चाहिँ कार्डको ओखन गरिन्छ नि। भनेको चाहिँ आफ्नो भिजिटिङ कार्ड चाहिँ उसलाई दिने, उसको लिने गरिन्छ नि। त्यो लिँदाखेरि पनि दुईटाले है त, एउटा हुने तपाईँ सिकाएर न यो भन्दै गर्दा भनेर चाहिँ। अनि मेसी भनेको चाहिँ मेरो आफ्नो ठेगानाहरू, अनि मेरो नाम, मेरो क्वालिफिकेसन, मतलब त्यस्तो धेरै त हुँदैन। भुसारु कविना भनेर अनि निहोके जदाइगाको भनेर चाहिँ छ मेरो चाहिँ। मैले चाहिँ अनलाइन बनाएको। अनि त्यो हो है त। मेसी भनेको भिजिटिङ कार्ड हो है त। एउटा शब्दमा किन यति धेरै लाभ भनेको भन्नु होला। त्यो पनि मलाई आफ्नो कुरा सेयर गर्न मन लागेर के। अनि अर्को छ एनपी2। एनपी2 भनेको चाहिँ पेन्सिल। हामीले तिहारले लेख्छौँ नि, तिहारलाई चाहिँ कटरलाई चाहिँ एनपी2 खेजुरी भन्छ हैन। त्यो चाहिँ हामीले यहाँ जापानमा चाहिँ मैले त्यो युज नगरेर मैले चाहिँ यो युज गर्छु के, स्यापु पेन्सिल भनेको चाहिँ हाम्रो टुडाल्नेवाला पेन्सिल हुन्छ नि, त्यसलाई चाहिँ स्यापु पेन्सिल भन्छ। अनि तिखार्नेवाला पेन्सिललाई चाहिँ एनपी2 भन्छ है त। अनि एनपी2 अनि यहाँ लेखेन मैले, अरू पार्टमा पनि आउँछ नि त त्यो शब्द भनेर। एनपी2 खेजुरी भनेको कटर हो, केसिगोमो भनेको चाहिँ इरेजर हो है त। त्यो चाहिँ अहिले मैले लेखेको छैन, त्यो पनि सम्झिँदै गर्नु न, काम लाग्छ नि त। अनि बोरुपेन भनेको चाहिँ बल पेन, बोरुपेन भन्छ है त बल पेनलाई चाहिँ। अनि अर्को छ खागी। खागी भनेको चाहिँ हाम्रो ढोकाको चाबी, साइकलको चाबी, जेको पनि चाबी हुन्छ नि त्यसलाई चाहिँ खागी भनेर भनिन्छ है त। अनि तोकेई, मेरो भित्तामा जन्याएको पनि तोकेई, तोकेई वाचलाई चाहिँ तोकेई भनेर भनिन्छ, घडी है त। अनि खासा, पानी पर्यो रुजिना, यो भएको कारणले रुजिना। खासा, खासा का आरिमास, आरिमास का त्यो म त नि खासा। तपाईको साथमा चाहिँ अहिले खासा छ? के रे छाता भनेको है त। खासा भनेको चाहिँ छाता। अनि खाबान, खाबान भनेको चाहिँ झोला। अहिले चाहिँ बोकेको छैन। खाबान भनेको चाहिँ झोला है त। अनि चुकुए इसु, चुकुए भनेको चाहिँ टेबललाई चुकुए भन्छ। अनि इसुलाई चाहिँ
के अरे चेयरलाई चाहिँ इस्यु भनेर भन्छ है त। चुकु ए भनेको टेबल हो, इस्यु भनेको चाहिँ के अरे कुर्सी हो भनेर बुझ्नु है त, टेबल कुर्सी के। अनि त्यसपछि के छ कामेरा, कामेरा भनेर चाहिँ काताकानामा लेखिन्छ, क्यामेरा भनेको चाहिँ क्यामेरा है त, क्यामेरालाई चाहिँ कामेरा भनेर भन्छ है त। अनि कम्प्युटा भनेको चाहिँ कम्प्युटर। कस्तो छ है जापानको भाषा, कस्तो इङ्ग्लिस है, इङ्ग्लिसबाट बनेको शब्द हो नि त काताकाना भनेको चाहिँ। कम्प्युटर भनेर नभने कम्प्युटा मलाई नि अचम्म लाग्छ, तर के गर्नु बानी पछाल्नै पर्छ है त। कम्प्युटा भनेको चाहिँ के अरे कम्प्युटर हो। अनि वहीँ मैले भनेको चाहिँ स्यापु पेन्सिल भनेको चाहिँ हामीले टुर हाल्नेवाला पेन्सिललाई चाहिँ स्यापु पेन्सिल भन्छ, नर्मल पेन्सिललाई चाहिँ एनपिचो भन्छ, अनि पेनलाई चाहिँ बोरु पेन भन्छ है त। अनि अर्को छ जिस्यो, जिस्यो भनेको डिक्सनेरी, डिक्सनेरी भनेको चाहिँ हामीले शब्दकोश भनेर भनिन्छ नि, हामीले यही मैले यो शब्द बुझेन के होला भनेर हेर्नेलाई चाहिँ जिस्यो भनेर भनिन्छ। अनि नोटो, अहिले मैले पढ्दै गर्दा हजुरको हातमा नोट छ त, केही मेमो गर्नुभएको छ, मैले यो बुझेँ ए यो के होला, यो बहिनीलाई सोध्नु पऱ्यो, यहाँ लेखेर बस्छु भनेर चाहिँ मेमो पनि गर्नु है त। मैले पढाइरहेको भिडियो हेर्ने मात्र नभएर लेख्नु पनि है। नोटो भनेको चाहिँ कपी हो है त। अनि लास्टमा छ कादो। मैले त मिन्नानो निहोङ्गो भन्ने बुक हेर्दाखेरिमा चाहिँ धेरै शब्द थियो कि, अब त्यो सबै शब्द एकैचोटि उस गऱ्यो भने चाहिँ हे मैले के पढेँ भनेर दिमागमा धेरै उस हुन्छ नि त, त्यही भएर चाहिँ थोरै पढौँ भनेर चाहिँ मैले चाहिँ लेसन 2बाट चाहिँ जम्मा 20वटा शब्द। कार्ड भनेको चाहिँ हाम्रो अब हुन्छ नि कार्ड के, जाइरो कार्ड, गक्से कादो त्यसलाई चाहिँ कादो भनेर भन्छ। अनि क्रेजिटो कादो, सबै कार्डलाई चाहिँ कादो भनेर भनिन्छ है त। बुझ्नुभयो त आजको लेसन 2को 20वटा शब्द। के गाह्रो लाग्यो र? लागेन, गाह्रो छैन नि त, गाह्रो मान्नै भएन नि पढ्छु भनिसकेपछि त होइन। यो आज लेसन 2को कोतोबाहरू तपाईँलाई नबुझेको कुरा केही छ भने चाहिँ कमेन्टमा सोध्न सक्नुहुनेछ। यसमा चाहिँ अलिकति मैले मिहन त बुक हेर्दाखेरिमा चाहिँ दोजो सिचुरेसीमास यस्तो टाइपको धेरै थियो, त्यो चाहिँ मैले आइसाचुको छुट्टा टपिक बनाऊँ न त भनेर चाहिँ मैले यहाँ आइसाचुको शब्दहरू केही पनि लेखेको छैन, त मैले पछि छुट्टा टपिक बनाएर पढाउँछु। आजलाई चाहिँ लेसन 2को के अरे 20वटा वर्ड है त। अब यति गरिसकेपछि चाहिँ एउटा होमवर्क चाहिँ तपाईँलाई दिनैपर्छ। अब अहिलेलाई भए पनि म सेन्से मानिदिउँ न त होइन, खास त म गएको चाहिँ हो सेन्से मानौँ। अब सेन्सेले चाहिँ होमवर्क दिनुहुन्छ, तपाईँहरूले चाहिँ होमवर्क कमेन्टमा गर्नु पऱ्यो है त। सेन्सेले चाहिँ के भन्छ भने एउटा एक्जाम्पल बनाइदिनु पऱ्यो कि वर्ड पढ्यो, तर त्यो वर्ड पढेको चाहिँ कहाँ युज गर्ने त थाहा नै छैन। यो शब्द चाहिँ मैले कहाँ युज गर्छु त, मैले यो शब्द त पढेँ तर मलाई यो शब्द युज गर्ने ठाउँ त कहाँ हो त भनेर पनि सम्झेर आज चाहिँ तपाईँहरूले के अरे के को गर्नुहुन्छ, खाबान भन्ने शब्द, जस्तै खाबानो मत्ते गाक्को एकिमास, खाबान बोकेर चाहिँ म स्कुल जान्छु टिङ 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 गर्दै भए जस्तै। अब खाबान तपाईँहरूले नि युज गरेर बनाउनु न त, बनाउन सक्नुहुन्छ नि, धेरै बनाउनु तपाईँहरूको नै प्र्याक्टिस हुन्छ होइन, तपाईँहरूलाई नै नलेज हुन्छ, सकेसम्म चाहिँ बनाइदिनुहोस् भन्ने मेरो चाहना। ल ढिला नगरिकन आजलाई चाहिँ यति नै है त। नबुझेको कुरा केही छ भने चाहिँ मलाई सोध्न सक्नुहुनेछ है त। कोरे सोरे आरे भनेको र कोनो सोनो आनो भनेको चाहिँ एउटै हो भनेर पनि बुझ्नु है त। ल आजलाई चाहिँ यति नै। मियासान आरिगातो गोजाइमास्ता। माता ने बाई बाई।